हरेक क्षणमा एउटा कथा हुन्छ र हरेक खेलमा एउटा भावना। स्वागत छ गोर्खा मोडल कलेज पोस्ट मिट 2082 को अविस्मरणीय यात्रामा। आजको यो दिन केवल एउटा कार्यक्रम मात्र थिएन, यो 3 दिनसम्म चलेको एनर्जी, प्यासन र अनफर्गेटेबल मेमोरिजको कहानी थियो। मैदानमा बगेको त्यो पसिना, त्यो प्यासन र त्यो डेडिकेसन र साथीहरूको त्यो चियरिङ, त्यो रमाइलोपन। आउनुहोस्, म तपाईँलाई लिएर जान्छु गोर्खा मोडल कलेज 2082 स्पोर्ट्स मिट कार्यक्रम विच वाज हेल्ड एट बेल्जिङ दाङ तुलसीपुर एट चैत्र 1, 2, 3 एन्ड 4। अब यसै गरी हामी फर्स्ट डेतर्फ लाग्नेछौँ। चैत्र 1 गते हाम्रो फर्स्ट डे रहेको थियो। हामी बिहान सबेरै 6 बजे कलेजमा पुगेका थियौँ र पूर्ण सरले आफ्ना केही भनाइराखेर हामीले उहाँबाट बिदावारी गर्नुभएको थियो। बिदावारी गरेसँगै हामी बिहान त्यहाँ पुगेर 7 बजे पुगेर हल्का कार्यक्रम चाहिँ ढिलो भएको थियो मौसमको कारणले। केही ग्राउन्डमा चुनाचुना हालिएको थिएन, अनि त्यही भएर हाम्रो हल्का कार्यक्रम ढिलो भए तापनि कार्यक्रम चाहिँ निकै नै बवाल भएको थियो होइन। कार्यक्रम हामीले वेलकम डान्सबाट सुरुवात गरेका थियौँ। देख्न सक्नुहुन्छ वेलकम डान्समा 3-4 जनाको टिम नाचिरहेका थिए। जस्तै यो एउटा भिडियो रहेको छ, रूपा फ्रम बिबिएस थर्ड इयरको टिम, एन्ड धेरै जस्तो इन्जोय गरिरहेका थिए, ग्राउन्डमा नाच्दै थिए। यस लगत्तै हाम्रो गर्ल्सतर्फ 100 मिटर रेस भएको थियो, जसमा रबिना रेउले बिबिएस थर्ड इयरमा प्रथम हुन सफल भएकी थिइन्। अनि यस लगत्तै बोइजतर्फ 1500 मिटर दौड भएको थियो, जसमा बिबिएस सेकेन्ड इयरबाट हाम्रो विक्रम भाइ प्रथम हुन सफल भएका थिए। विक्रम भाइ फर्स्ट आएर रमाएर एकदम हौसलाको साथ नाचिरहेको थियो, स्ट्यान्डमा देख्न सक्नुहुन्छ है। यस लगतै हाम्रो फुटबल चालु भएको थियो, जसमा हामी बिबिएस थर्ड इयर प्रथम हुन सफल भएका थियौँ। यस पश्चात हाम्रो क्रिकेट रहेको थियो। क्रिकेट लगभग 10 बजी गएको थियो पहिलो गेम खेल्ने बेला, किनकि बिहान कार्यक्रम हल्का ढिलो भएको थियो नि, त्यही भएर। अनि भलिबल पनि रहेको थियो। भलिबलमा चाहिँ हाम्रो बिबिएस थर्ड इयर सफल हुन पुगेको थियो गर्ल्स केटीहरूमा। अनि केटीहरूको फुटेज नभएको कारण म देखाउन सकेन। आई एम रियली सरी फर द्याट। यसै गरी हाम्रो फर्स्ट डे जसो तसो 12 बजे हो कि 12:30 बजे सकिएको थियो। हामी 12 बजे घरमा पुगेका थियौँ। अनि बिहानी सधैँ चाहिँ चैत्र 1 गते चाहिँ हामी फेरि बेलजुनीतर्फ प्रस्थान गरेको थियौँ। सेकेन्ड डे एकदम जोस जागर पसिना डेडिकेसनको साथ एकदम चालु भएको थियो। सबभन्दा अगाडि 200 मिटर बोइज फाइनल भएको थियो, जसमा म आफै स्वयं प्रथम हुन पुगेको थिएँ होइन। अनि सरले आफ्ना केही शब्द, आफ्ना केही भनाइ राख्नुभएको थियो पूर्ण सरले। यो यस प्रकार गरेका छन्। गोर्खा मोडल कलेज स्पोर्ट मिट 2082 कार्यक्रम हिजोदेखि शुभारम्भ भइसकेको छ। आज हामी दोस्रो दिनमा छौँ र गोर्खा मोडल कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू निकै उत्साहितका साथ विभिन्न इभेन्टहरूमा, विभिन्न खेलहरूमा सहभागी भएर आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहनु भएको छ। म यहाँहरू सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। र साथै भोलि पनि हामी विभिन्न खेलहरू सञ्चालन गर्न गइरहेका छौँ र त्यस पश्चात हामीले फाइनल कार्यक्रम सञ्चालन गरेर समापन कार्यक्रमलाई जोड्ने हाम्रो योजना रहेको छ। पक्कै पनि यस प्रकारको खेलले विद्यार्थीहरूको मानसिक, शारीरिक र अरू अन्य कुराको विकास हुनका लागि यस्ता खेलले पक्कै पनि विद्यार्थीलाई ठुलो मद्दत गर्नेछ। धन्यवाद। अनि यस्तो गरी हाम्रो 400 मिटर दौड भएको थियो बोइज एन्ड गर्ल्सको, जसमा अशोक र करुणा रिजल बहिनी जित्न सफल भएकी थिइन्। अनि त्यस पश्चात लङ जम्प भएको थियो, जसमा
करुणा रिजल्ट फेरि फर्स्टमा सफल भएको थिइन्, लङ जम्प केटीहरूको मात्रै रहेको थियो। अनि यस पश्चात हाम्रो फुटबल भएको थियो, सेकेन्ड डे सेमी फाइनल फुटबल भएको थियो, जसमा फेरि फर्स्ट इयर जो हामीसँग पराजित भएका थिए त्यही जित्न सफल भएका थिए। अनि फाइनलमा फेरि जम्का भेट हुने निश्चित नै थियो। अनि हाम्रो भलिबल पनि यस प्रकारले भएको थियो, भलिबल 2टा सेमी फाइनल भएका थिए होइन। 2टा सेमी फाइनलमा चाहिँ बिबिएस सेकेन्ड इयर र बिबिएस फर्स्ट इयरले जितेर दुवै फाइनलतर्फ प्रस्थान गरेका थिए, जसमा बिबिएस फर्स्ट इयर टुर्नामेन्ट जित्न सफल भएको थियो। अनि यस पश्चात हाम्रो क्रिकेट पनि भएको थियो। क्रिकेटमा हामी सेमी फाइनल र फाइनल त्यही दिन खेलेको थियौँ। अनि फाइनल चाहिँ हाम्रो फर्स्ट इयर भाइहरू जित्न सफल भएका थिए। यो डे 2 लगभग 2 बजी सकेको थियो। हामी हल्का निराश थियौँ किनकि अब टुर्नामेन्ट किनकि खानै नखाएर हामीहरू खेल्दै थियौँ, त्यही भएर हामी हल्का निराश थियौँ। त्यो केही भएन। अनि वी आर ब्याक एट डे 3 सबै प्राइडको लागि खेल्दै थिए जसमा फुटबल रिले फाइनल अनि भलिबल केटीहरूको फाइनल र भलिबल केटाहरूको फाइनल रहेको थियो। फुटबल फाइनल बिबिएस थर्ड इयरले जितेको थियो भने रिले रेस बिबिएस फर्स्ट इयर बोइजले जितेको थियो। रिले रेस गर्ल्समा बिबिएस सेकेन्ड इयरले जितेको थियो। एन्ड भलिबल गर्ल्समा बिबिएस थर्ड इयर एन्ड भलिबल बोइजमा बिबिएस फर्स्ट इयरले जितेको थियो। यसै गरी हेलो गाइज, दिस इज मी देवराज खड्का। आज हाम्रो स्पोर्ट्स डेको अन्तिम दिन रहेको थियो होइन। केही त्यो स्पोर्ट्स डे एकदम मजाले भयो। कहिले तलमाथि भए तापनि 2 बजीसम्म खेलेर पनि कहिले तलमाथि भएर पनि हामीले आज आफ्नो गोर्खा मोडल कलेजको स्पोर्ट्स डे अन्तिम चरणमा मजाले भ्याएका छौँ। अनि लास्ट गेम भइरहेको छ त्यहाँ भलिबल, फुटबल सबै सकिएको। अनि भोलि प्राइज डिस्ट्रिब्युसन छ, त्यसको लागि कलेजमै भेटौँला। लास्ट डे इभेन्ट विच इज म्युजिकल चेयर्स। अनि बिबिएस प्रथम इयरकी बहिनीले जित्न सफल भएकी थिइन् म्युजिकल चेयर्स। प्रियङ्का दिदी सेकेन्ड हुनुभएको थियो त्यसमा। अनि यस पश्चात हाम्रो प्राइज डिस्ट्रिब्युसन रहेको थियो। मैले विनिता बहिनीको मोबाइलबाट बनाएको थिएँ भिडियो, सो आई डोन्ट हेभ अ क्लिप राइट नाउ। मैले जोड्न सकिनँ, सरी फर द्याट। अनि त्यसको लागि म हृदयदेखि माफी माग्न चाहन्छु। हस्त धन्यवाद। दिस इज मी देवराज खड्का साइनिङ अफ।